सम्पूर्ण साथीहरुलाई नमस्ते। आज चाहिँ म हजुरहरुलाई नेपाल आर्मीको चाहिँ समीकरण सम्बन्धी चाहिँ हिसाबहरु सोलुसन गरेर देखाउने छु। यो चाहिँ इक्जाममा सोधिरहेको बारम्बार एकदम इम्पोर्टेन्ट क्वेशनहरु रहेको छ, जुन चाहिँ म हजुरहरुलाई समाधान गरेर देखाउने छु। कसरी आयो के भयो भनेर पनि सम्पूर्ण म देखाउँछु, हेर्नु होला। 1 नम्बरको क्वेशन चाहिँ रहेको छ x plus 6 is equal to 5, x plus 6 is equal to 15 15 भनेपछि हाम्रो अनि यो x को x जान्ने, यो प्लस छ उता जाँदा के हुन्छ त माइनस हुन्छ, यो प्लस उता जाँदा माइनस 15 minus 6 is equal to कति हुन्छ त हामीले यहाँ रफ गर्ने, यता साइडमा के गर्ने त हामीले रफ गर्ने। 15 मा 6 माइनस गर्दाखेरि कति हुन्छ त 15 मा 6 माइनस गर्दाखेरि 7 8 9 10 11 12 13 14 15 9। हाम्रो x को मान कति हुँदो रहेछ त 9 हुन्छ। हो, x को मान कति हुँदो रहेछ। अब हामीले साइडमा लेख्ने x को मान कति हुन्छ त 9 हुन्छ। साइडमा हामीले therefore x is equal to 9 ans लेख्ने। त्यसैगरी क्वेशन नम्बर 2 मा रहेको छ y minus 2 is equal to y minus 2 is equal to 2 है। यो साथीहरु कन्फ्युज हुनु होला, सरी। y minus 2 is equal to 7 भनेपछि हाम्रो y minus 2 is equal to 7 y को y साथ दिने, अनि यो माइनस छ नि, यो माइनस ठ्याक्क उता जाँदा प्लस हुन्छ के, अनि यो कति हुन्छ त 7 plus 2 कति हुन्छ त y is equal to 8 9 हो। त्यसपछि हाम्रो 3 नम्बरको के हुन्छ भन्दाखेरि कति छ त 3 नम्बरको बराबर 10x minus 5 is equal to 35, अनि 10x को 10x, अनि यो प्लस छ नि, यो माइनस छ उता जाँदा के हो त प्लस भयो, प्लस 35 plus 5 गर्दाखेरि हाम्रो कति भयो त 10x को 10x is equal to 35 मा 5 जोड्दाखेरि कति भयो त 40 भयो भनेपछि is equal to हाम्रो के गर्ने त x बराबर 14 डिवाइडेड बाइ के गर्ने त 10 गर्दिने, अनि 10 भनेपछि 10 एकान 10 10 दुना 20 10 33 10 चौको 40 x is equal to 40। त्यसैगरी हाम्रो 4 नम्बरको क्वेशन रहेको छ। 4 नम्बरमा के छ त हाम्रो अनि 22z plus 8 is equal to 86 छ, अनि 22 को 22z plus is equal to, अब यो प्लस उता जाँदा माइनस 86 minus 8 गर्दिने, 22 को 22 गर्दिने, z को z is equal to हामीले यहाँ के गर्ने त रब गरेर देखाउने। यता साइडमा कति छ त हाम्रो 86 मा 8 घटाउने है, कति हो त 16 मा गर्दाखेरि 8 भयो, यहाँ कति बाँकी रह्यो त हाम्रो 7 बाँकी रह्यो, हो कि नि। अब 7 भनेपछि 7 अनि 7 डिवाइडेड बाइ 22, अनि z बराबर भनेपछि अब हामीले यहाँ डिवाइड गर्ने, कति बाँकी रह्यो त हामीले 78 डिवाइडेड बाइ 22 भनेपछि 22 एकानी 22 दुना 44 22 त्यहाँ कति हुन्छ त हाम्रो 22 त्यहाँ 3 दुनी छ 22 त्यहाँ कति हुन्छ त 66 22 त्यहाँ 66 भनेपछि अनि घटाइदिने कति भयो त 2 बाँकी रह्यो, यहाँ 1 बाँकी रह्यो। अब हाम्रो त जान्न यहाँ, अनि यहाँ पोइन्ट थप्दिने, यहाँ यो भनेपछि हामीले यहाँ पोइन्ट थप्दिने, यहाँ 0 थप्ने। त्यसपछि भनेपछि 22 पन्जे कति हुन्छ त हाम्रो 22 पन्जे हाम्रो 5 दुना 10 1 5 दुना 10 1 11, अनि 22 छक्का 6 दुना 12 को 2 हात लाग्यो 1 6 दुना 12 1 13 भनेपछि हाम्रो 22 पन्जे कति हुन्छ त 110 भनेपछि हाम्रो 0 को 0 1 भनेपछि हाम्रो कति भयो त z को मान 3.5 ans भनेर हुने भयो, 3.5 ans। यो हेर्नुहोस् मैले सल्भ गरेर यसरी गरिदिएको छु समीकरण। मन पर्यो भने हजुरले भिडियोलाई लाइक र सब्स्क्राइब गरिदिनु होला। हजुरहरूले म यस्तै भिडियो बनाएर ल्याउने छु, हजुरहरूले कुन गाह्रो लाग्छ त्यो भनेर जानु होला। म त्यही च्याप्टरको अथवा त्यही विषयवस्तुको भिडियोहरू बनाएर ल्याउने छु। इक्जाममा पनि सेम यस्तै पेपर आउँछ, व्हाइट पेपर नै आउँछ। व्हाइट पेपरमा हामीले लेख्नु पर्ने हुन्छ, सकेसम्म व्हाइट पेपरमै लेख्ने बानी गर्नु होला, किनकि अर्को पेपरमा लेखेको यस्तो सादा पेपरमा लेख्दै ह्यान्डराइटिङ राम्रो बन्दैन, किनकि अब लेख्दै गयो भनेपछि जे कुरा पनि असफल भन्ने केही छैन, सफल भइन्छ।